छर्ने प्रोग्राम गर्दैछौँ। ओके हामीलाई जमरा छर्न चाहिँ के चाहिन्छ ओके न, के सामग्रीहरू के सामानहरू चाहिन्छ भनेर हामी बुझ्छौँ। ओके हामीलाई चाहिँ पहिला यो लिफले चाहिँ हामीले के बनाउनु पर्छ भन्दाखेरि पात बनाउनु टपरी बनाउनु पर्छ है। अनि यो टपरी बनाउनलाई चाहिँ हामी सालको पात युज गर्छौँ, तर हामीसँग नभएको कारणले हामीले यो सामान्य लिफ युज गरेको छौँ। ओके भएर अब हामी लिफ युज गर्छौँ है। अनि त्यसपछि हामीलाई चाहिँ जमरा रोप्नको लागि के चाहिन्छ भन्दाखेरि यहाँ हेर्नुहोस् है, हामीसँग यहाँ छ है, हामीसँग फर्स्ट अफ अल चाहिँ मकै चाहिन्छ है। मकैलाई इङ्ग्लिसमा हामीले के भन्छौँ? मेज। यस। अनि सेकेन्डमा हामीलाई के चाहिन्छ भन्दाखेरि जौ चाहिन्छ है। जौलाई चाहिँ इङ्ग्लिसमा के भन्छ हजुरहरूलाई थाहा छ? बार्ली भन्छ। ओके अनि त्यसपछि हामीलाई यो जमरा रोप्नको लागि गहुँ पनि हामी छर्छौँ, कोही कहिले छर्दैनौँ, कोही कहिले छर्छौँ। ओके गहुँलाई चाहिँ के भन्छ इङ्ग्लिसमा? व्हिट भन्छ। ओके ओके अब हामीले यो छर्ने कुरा भयो होइन। अब हामी यो चाहिँ कहाँ छर्ने, केमा छर्ने? ओके यत्रो सोध्छौँ है हामीले चाहिँ माटोमा है। वी निड सोइल एन्ड स्यान्ड। ओके हामीलाई चाहिँ माटो र बालुवा चाहिन्छ है। माटो र बालुवा बिना हाम्रो जौ उम्रिँदैन, त्यही भएर हामी माटो र बालुवालाई के गर्छौँ? मिक्स गर्छौँ। अब दुईटा ठाउँमा हामी जमरा छर्छौँ है, एउटा भित्र घाम नपर्ने ठाउँमा, एउटा बाहिर सनलाइट पर्ने ठाउँमा है। हामी चाहिँ एक्सपेरिमेन्ट गर्छौँ घाम नपर्ने ठाउँमा कुन कलर जमरा आउँछ, घाम नपर्ने ठाउँमा कुन आउँछ है। अब घाम पर्ने ठाउँमा ग्रिन आउँछ, घाम नपर्ने ठाउँमा कुन आउँछ? येल्लो। त्यही भएर हामी छर्छौँ है। हामी चाहिँ के युज गर्छौँ भन्दाखेरि टपरी युज गर्छौँ। ओके अनि टपरीमा हामी माटोहरू स्यान्ड मिक्स गर्छौँ अनि जमरा छर्छौँ। अनि जल पनि हाल्छौँ है। जल भनेको के हजुरहरूलाई थाहा छ? पानी हो कि न? त्यसलाई पानी चाहिन्छ कि चाहिँदैन? ओके ल हामी रोप्छौँ, छरौँ। ओके सुन्नुहोस् है, अब हामी जमरा कसरी राख्छौँ भनेर हाम्रो सुजाता म्यामले भनिसक्नु भयो है। अनि यो जमरा कुन दिनमा राख्छौँ र हाम्रो कति हाम्रो क्यालेन्डर अनुसार कति थियो त थाहा छ? 27 गते थियो। अनि विभिन्न कारणले गर्दाखेरि हाम्रो स्कुल बन्द भएको कारणले गर्दाखेरि हाम्रो आज हामी जमरा राख्न गइरहेका छौँ। हजुरहरूले एक गरी जमरा राख्नुपर्छ। अनि जमरा हामी घरमा कहिले राख्छौँ त थाहा छ? जमरा हामी घटस्थापनाको दिनमा हामी के राख्छौँ त? बालुवा, माटो अनि जौ मकै मिलाएर के गर्छौँ त? जमरा राख्छौँ। अनि त्यो हामी कहिले निकाल्छौँ थाहा छ? टिकाको दिनमा जमरा हामी टिकाको दिनमा यो जमराले के गर्ने? हामी जमरा हामी काटेर अनि ठुलो बडाबाट हामीले टिकाएर अनि यो जमरा कहाँ लाउँछौँ त? कानमा लाउँछौँ है। अब हामी के गर्नु सुरु गर्नु गइरहेको छ थाहा छ? जमरा राख्न। ओके यो बालुवा माटो अनि के गर्ने त? मिलाउने। कसरी राख्नुपर्छ त? पहिला माटो अनि बालुवा अनि मिक्स गर्ने है। गङ्गा म्यामले मिक्स गरिराख्नु भएको छ, मिलाएर राख्नु भएको छ। अनि यो मिलाएपछि हामीले केमा राख्ने? यसमा राख्ने है। अनि घरमा भए माटोको भाँडामा, सालको पातमा अनि केराको पातमा राखिन्छ है। हामी चाहिँ यो कार्टुनभित्र राखेर घाममा, एउटा घाममा अनि एउटा केमा राख्ने त? भित्र अड्या हामीले जमरा राख्यो है। अब यो हामी कहाँ राख्छौँ थाहा छ? यसलाई चाहिँ हामी अँध्यारो कोठामा राख्छौँ है, घाम नपर्ने ठाउँमा। अब यसलाई चाहिँ हामी घाममा राख्छौँ। अनि यो हामीले कहिले हेर्ने थाहा छ? 6 गते हाम्रो अन्तिम दिन 6 गते हामी यो जमरा हेर्छौँ है, कस्तो हुन्छ।
terminate the jamara. Okay. Now can you tell me when we use the jamara? Yes. In the sky, our elder will give us jamara as a blessing. Yes. And you know how jamara is germinated? We use different type of cereals like wheat, barley and maize. Wheat, barley and maize to germinate the jamara. Yes. We will put wheat, barley and maize on mud, like in sandy mud. There are different type of mud. Yes, but we put that in sandy mud and for the germination of it. Yes. Now in our school we will put we will put into toppery. Look, this is toppery. Yes. And we will fill mud and sand in here, and we will put two in two. Yes. We will put one in light side and another in dark side. We will put one in light side and one in dark side. Which one in light side? It will be green because of photosynthesis. The sun will directly hit on this toppery, and that jamara will be green. And which we don't put in the light, it will be in yellow in color. Okay, now when you put jamara in dangsai, recognize its color, whether it is yellow or whether it is green. Okay, if it is green, it will be, that means that jamara is kept in sun or it is kept in light. And if it is yellow, then that means it is kept in dark. But especially we put that jamara which are kept in dark side. That means that color, especially that color will be yellow in color. दसैँको पहिलो दिनलाई घट स्थापना भनिन्छ। हामीले पहिलो यो घट स्थापनाको दिन हामीहरूले जमरा छर्ने गरिन्छ, हो कि हैन त? हामीहरूले दसैँ 10 दिन मनाउँछौँ। विशेष गरेर 10औं दिनमा हामीले दसैँको टीका लगाउँछौँ हैन। टीका जमरा आफूभन्दा मान्यजनबाट आशीर्वाद लिन्छौँ। दसैँको सुरुको दिनलाई हामी के भनिन्छ? घट स्थापनाको दिन हामीहरूले जमरा छर्छौँ। जमरा छर्दाखेरि जमरा छर्ने ठाउँलाई चौको ठाउँ बनाएर त्यसलाई पुछपाछ पारेर लिपपोत गरेर अनि हामीले शुद्ध माटो ल्याएर माटोमा हल्का बालुवा मिसाएर त्यसलाई सफासँग एकदम के अरे उकालो ओह्रालो नगराइकन एउटै स्टेपमा मिलाएर राखेर त्यसमा गेडागुडी जौ गहुँ अनि मकै राखेर हामीहरूले फेरि माथिबाट बालुवा र माटोले फेरि छोपेर हल्का पानी छर्किएर फेरि हामीले माथिबाट केहीले छोप्छौँ है। अँध्यारो कोठामा राख्छौँ अथवा अँध्यारो कोठा छैन भने माथिबाट केराको पात भए पनि हजुरको घरमा के छोप्ने छ त, त्यसलाई छोपेर हामीहरूले जमरा छर्ने गर्दछौँ। जमरा हाम्रो कुन कलरको हुनु पर्दछ? जमरा हाम्रो येल्लो कलर, पहेँलो कलरको हुनु पर्दछ हैन त? बाहिर राख्यो भनेलाई उज्यालो पर्यो भने त्यो हरियो हुन्छ। हरियो हामीले जमरा लगाउँदैनौँ। जमरा लगाउँदा हामीले पहेँलो लगाउँछौँ है। घाम नपरेको जमरा कस्तो हुँदो रहेछ? पहेँलो हुँदो रहेछ। त्यही भएर हामीले भित्र अँध्यारो कोठामा अर्थात् छोपेर हामीहरूले जमरा राख्ने गर्दछौँ। जमरा राख्दाखेरि हामीहरूले पूजा पनि गर्दछौँ, चण्डी पाठ गर्दछौँ हैन। 9 दुर्गाको 9 दिनमा 9वटा दुर्गाको पूजा गरेर राख्दछौँ। पहिलो दिनमा एउटा दुर्गाको, दोस्रो दिनमा अर्को दुर्गाको गरेर यसरी 9वटा दुर्गाको हामीले 1 दिन 2 दिन 3 दिन गरेर 9 दिनसम्म 9 दुर्गाको पूजा गर्छौँ। र 10औं दिनमा हामीले दसैँको टीका लगाएर विजया दशमी मनाउँछौँ, टीका लगाउँछौँ, जमरा लगाउँछौँ। त्यही घट स्थापनाको दिन राखेको जमरा लगाउँछौँ हैन। अनि आशीर्वाद लिन्छौँ, आफूभन्दा मान्यजनबाट आशीर्वाद लिन्छौँ, टीका लगाउँछौँ, जमरा लगाउँछौँ र हामीले भव्य रूपमा हाम्रो महान चाड विजया दशमी मनाउँछौँ। रमाइलो गर्छौँ, खेल्छौँ, रोटी खान्छौँ, मासु खान्छौँ, नयाँ नयाँ लुगा लगाउँछौँ, हो क्या?
हामीहरूले यस्तै गरेर घरमा पनि घट स्थापनाको दिन यसरी जमरा छर्नु पर्दछ। घरमा हजुरहरूले बाबा मामुसँग यसरी घरमा यसरी रोप्नु पर्दछ भनेर सेयर गर्नुहोस् घरमा पनि। र यसमा प्रकाश आउने ठाउँमा छर्यो भने चाहिँ हरियो हुन्छ होइन। प्रकाश नआउने ठाउँमा जमरालाई रोप्नु पर्दछ, छर्नु पर्दछ। छोप्यो भने पहेँलो हुन्छ भनेर